हामी मिक्स इकोनोमीमा छौँ। फेरि इकोनोमी बुस्ट भनेको कसले कति पैसा कमायो त्यो रिस्क गरेर हुँदैन, त्यो पैसा ब्याङ्कमै राख्ने हो। ब्याङ्कको पैसा चाहिँ रनअप भयो कि भएन, जस्तो मारवाडीहरूलाई हामीले भन्छौँ तिमीहरूले खायौ, तिमीहरूले लुट्यौ भन्छ। सबभन्दा धेरै दुर्गाजीले उनीहरूले त्यो पैसा नेपालमा लगानी गरे कि विदेश लगे? यदि त्यो पैसा उनीहरूले विदेश लगे, कानुन सम्मत कमाएको हुनु पर्यो पहिला चाहिँ। कानुन सम्मत कमाएको हुनु पर्यो नम्बर वान चाहिँ के छ भने त्यो पैसा उनीहरूले विदेशमा लगेर लगानी गरे कि अर्थात् नेपालमै कहीँ न कहीँ लगानी गरे। जस्तो आज हाम्रो समस्या भनेको पैसा नभएर होइन, पैसा भएर लगानी नभएर हो। जस्तै पैसा थुप्रेर बसेको छ नि, व्यवसाय गर्न तयारै छैन। 12 खरब रुपैयाँ तपाईँको अहिले तपाईँको ब्याङ्कमा लोन पाइएको छैन, लोन दिने ठाउँ छैन। किनभने हामीका कानुन यति तपाईँको विक छ, राज्य यति विक छ, पैसा दियो पैसा तिर्दिँदैन। अब आज सहकारी डुब्यो भन्छ नतिर भन्नुहुन्छ दुर्गाजीले, त्यसो गर्नु हुँदैन। म चाहिँ त्यो कुरामा के हो भने जस्तो तपाईँले सहकारीबाट लोन लिनुभयो, ब्याज घटाउने कुरामा दुर्गाजीको कुरा मेरो 100% सहमति हो। किनभने ब्याज ओभर लगिराख्यो, ब्याजको स्याजै लगाइदिन्छ नि। होइन स्याज लगायो त्यो कुरामा। जस्तो उहाँले सडकबाट उठाउनु भयो, आज पनि राज्य तपाईँको अर्थ समितिको बैठकमा गएर निर्णय नै होला। र पहिलो पटक मैले प्रस्ताव राखेर गभर्नरलाई त्यही दिन निर्णय गराएको छौँ हामीले ब्याज घटाउने कुरा। यो सडकको उहाँको आवाजहरू सबै जनताको कुरालाई सुनेरै त्यो अर्थ समितिबाटै हामीले निर्णय गराएको छौँ त्यो दिन। त्यस पछाडि तपाईँको ब्याङ्क के छ भने जुन रेट जो नेपाल सरकारले, नेपाल राष्ट्र ब्याङ्कले तोकेको छ त्योभन्दा बढी लिन पाइँदैन भन्ने नीति छ, तर त्यो नीति लागू गरिदिँदैन। समस्या त्यहाँनिर हो। र अर्को समस्या कहाँनिर हो भने जस्तै लगानी आइसकेपछि पैसा थुप्रिनु राम्रो होइन, पैसा त रन अफ हुनु पऱ्यो नि त। विनोद चौधरी धनी भयो भनेर हामीले रिस मानेर केही पनि छैन। विनोद चौधरीले खाने त बिहान बेलुका तपाईँको दाल र भात त हो, अरू पैसा त सबै ब्याङ्कमा हुने हो नि त। ब्याङ्कमा भएको पैसा चल्यो कि चलेन? इकोनोमी भाषामा भने त्यो चल्यो कि चलेन?